वेलकम टु माई न्यू भ्लग। पछाडि हेर्न सक्नुहुन्छ हात्ती छ, उहाँ बच्चाले दुध खाइरह। अघि भर्खर वाक भ्याएर बसेको, अब फेरि 11 बजे वाक जान म चाहिँ। यो मेरो पछाडि देख्नु भएको यो चेन्डाडा हो। अनि त्यसपछि हात्ती आइरह। अब गएर खाजासाजा खाम पहिला, अनि त्यसपछि वाक आम। अनि वाक साक भ्याएर खानासाना खाएर यसो डेरा फर्किनु पर्छ। म चाहिँ डेरामा गएर दानासाना बान्नुपर्छ, काम छ थुप्रै। हात्ती त्यो एउटा चोरले पछाडिबाट बोलाइरह आइरह पछि पछि। चल 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 सोभा चल चल। म चाहिँ गाजर खाँदैछु। हात्तीलाई ल्याएको गाजर आफू खाने हो क्या। हात्तीले त खाइसक्यो, पेट भरिसक्यो त्यसको। अब टक्क म चाहिँ खाने हो यसरी। चल सोभा चल, छिटो आइज। हेर्नु जङ्गल, यो सब जङ्गलै जङ्गल हो। बाघ चाहिँ आउँदैन, गएर चाहिँ कसो कसो भेटिन्छ कहिले काहीँ यो जङ्गलमा चाहिँ। म चाहिँ यस्तरी हात्तीको पछि पछि अगाडि एकजना त्यसले बोलाइरह। म चाहिँ अलि हिँड्न मानेन यो, अनि त्यो भएर चल चल भन्नु पऱ्यो पछाडिबाट। छिटो हिँड भन्नु पऱ्यो। गेसहरू कुरिरह अरे, जानु त पऱ्यो, के गर्ने यस्तै हो। आज त 3 बजे उठेर दानासाना खुवाएर 7 बजे यता पुगेर आइज छिटो छिटो आइज आइज चल। टक्क वाग्येसहरूलाई बिदाई सिदाई गरेर अब टक्कै हिँडिरह। खाना जान्ला। अब यता उहाँ अगाडि काउन्टर छ, त्यहाँनिर गएर खाना खानुपर्छ। खानासाना खाएर डेरातिर लस्किनुपर्छ। ओ हाम्रो चन्दन सरले बोराभरि कोसेली लिएर आज पुरै प्याक छ कोसेली फलफुलले। अब टक्क यो चाहिँ अब यो फलफुलहरू चाहिँ यिनीहरूले खाएर छोडेको हो है, उब्रेको। अब त्यहाँ गएर अब अर्को हात्तीले खान्छ, त्यहाँ अर्को हात्ती छ, अर्को हात्तीलाई दिनु पऱ्यो। अब यिनीहरूले त फेरि त्यो खाँदैन, एकचोटि खाएर छोडेको खाँदैन है यिनीहरूले चाहिँ, किनकि यिनीहरूको पेट नि भरिसक्यो। 2 चोटि भइसक्यो यस्तो खुवाएको, बिहान 8 बजेतिर, अनि अहिले त्यही 11 बजे 11-12 बजेतिर भयो खुवाएको। फुल भएको यिनीहरूलाई चाहिँ। अब आफ्नो पेट चाहिँ फुल बनाउन जानुपर्छ। खानासाना खाएर अब हात्ती लिएर डेरातिर जानु पर्यो। यसो बिहेतिर गएको त केटीहरू नि छैन रहेछ। त्यसपछि त को बस्छ। आइज छिटो। यिनीहरू त धुलो खेला भर्खर नहेर लिएर आएको, यो एकैछिनमा धुलो खेल्यो क्या। संसारमा केटीहरू चाहिँ कहाँ गयो होला यार, हामीलाई त हेर्दैन। फुटे आँखाले नि हेर्दैन, के गर्ने त नि। यतिकै हामी सिङ्गलै बस्ने यसरी हात्तीको पछि पछि दौडिने। ओए म्याडमहरू छिटो आउनुहोस्, डेरा जानुहुन्न हजुरहरू। होइन यो पुनटुरी। आइज छिटो छिटो छिटो। सिङ्गल छ भने त केटीहरू, हामी नि सिङ्गलै छ है। फेरि पट्टी हाल्ने, पट्टी नपट्टी फेरि घरबाट तानेर ल्याइदिन्छु नि फेरि। म त त्यस्तो मान्छे हो नि त। यो चाहिँ हात्तीको लेडा भन्छ है, हात्तीको लेडा। हनु औ वन कुखुराहरू दौडिरह। ओहो, एउटा भालेले त 2टा पोथी बोकेर हिँड्छ त हो। हामी चाहिँ के यतिकै हो हिँडिरहने टुई टुई। हात्तीको अघि अघि 3 बजेतिर आएको थिएँ, डेरा पुगेको थिएँ। अनि त्यसपछि पराल पराल हेर्नु, त्यो परालहरू झाटेर अनि दाना बान्न थालेको थिएँ। एउटा चोरले बच्चाको दाना बानिरह, चन्दन सिंहले। अनि मैले चाहिँ आमाको बान्दै थिएँ। आधी दाना खाइसक्यो। यसलाई चाहिँ इलाफेन्ट मोमो भन्छ है, हामीले चाहिँ दाना भन्छ, अरूहरूले इलाफेन्ट मोमो भन्छ। हात्ती सारी यो मेरो।